हेलो गाइस, वेलकम टु माई ब्लग है। हजुरलाई मेरो ब्लगमा धेरै धेरै स्वागत छ। हजुर सबैजना सन्चै हुनुहुन्छ होला। म नि एकदम सन्चै छु। हजुर सन्चै हुनु पऱ्यो है। आज हामी चाहिँ एक ठाउँ घुम्न जाँदैछौँ। म देखिएको छु नि पुरै राम्ररी, म देखिएको छु। हामी आज एक ठाउँ घुम्न जाँदैछौँ होइन, केही काम परेर हामी सबैजना, मेरो दाइ, मेरो अङ्कल, आज हामी अकल्यान्ड जाँदैछौँ हो गाइस। हामी आज अकल्यान्ड जाँदैछौँ। किन जाँदैछौँ, के कामले जाँदैछौँ त्यो चाहिँ अहिले बिस्तारै देखाउँछु होइन। अनि धेरै समय भएको थियो भ्लग नबनाएको। आज यसो अकल्यान्ड जान लाग्थ्यौँ र भ्लग पनि बनाइहालौँ न त भनेर भ्लग स्टार्ट गरेको है। अनि उहाँ चाहिँ हाम्रो दाइ हुनुहुन्छ, कोरियादेखि आउनुभयो स्पेसल। उहाँ मेरो अङ्कल हुनुहुन्छ है। अनि अङ्कल के छ त अरू भन्नु न। अनि तपाईँ, उहाँ चाहिँ ह्यान्डसम हुनुहुन्छ है, हाम्रो रुमभरिको सबभन्दा ह्यान्डसम मान्छे। लेदरको ज्याकेट लगाउनु भयो होइन। केही भन्नु नि त मेरो ब्लगमा। आज तपाईँ फर्स्ट टाइम आउनु भएको। फर्स्ट टाइम हामी त जाँदैछौँ नि एक ठाउँ पछाडि भनौँला होइन, विशेष गरी कहाँ जाँदैछौँ? ओकल्यान्ड। के कामले अहिले नभनौँ है, यो चाहिँ सरप्राइज हो है। अकल्यान्ड होइन हामी अकल्यान्ड जाँदैछौँ। अब के कामले जाँदैछौँ त्यो सरप्राइज छ है हजुरलाई। हामीले उबर पनि बुक गराएको छौँ। अब उबर आउँछ होला एकछिनमा होइन। कति टाइम लाग्छ उबर आउन? बिना ड्राइभरको उबर बोलाउने है। बिना ड्राइभरको उबर 5 मिनट लाग्छ उबर आउन। बिना ड्राइभरको उबर बोलाउने बिना ड्राइभरको। तर त्योमा अहिलेसम्म म पनि बसिआएन। एकचोटि कस्तो हुन्छ है, एकचोटि कस्तो हुन्छ है गाइस, कुकको खतरा छ है। तर त्यो बिना ड्राइभरको उबरमा होइन, तर दाइ त्यो बिना ड्राइभरको उबर छ नि, त्योमा त हामी ओकल्यान्ड जानु पऱ्यो भने 1 घन्टा भन्छ। के थियो लाग्यो त्यहीमा कस्तो भने होइन, त्यो यति सोलो जान्छ होइन। मान्छे यहीँनिर हुन्छ कि अड्डै हो क्या, त्यही रहेछ उबर। भर्खरको नयाँ मान्छे रहेछ होइन, जान्दै जाने रहेछ। यहाँ रोक्नु पर्ने हो, ऊ पारी गएर रोकेछ। न्यू मान्छे अप्ठ्यारो भयो होला बिचरालाई, त्यही कुराहरू सिक्दैछ होला। अहिले आयो गाइस, अघि नै आएर नि घुमाएर नि फेरि आउँदैछ है। पहिला तपाईँ बस्ने कि म बस्ने? तपाईँ नै बस्नु नि त होइन, ठुलो मान्छेलाई पहिला आदर गरौँ ल। हामी उबरमा बसिसकेका छौँ है, हामी उबरमा बसिसकेका छौँ। अब चाहिँ हाम्रो यात्रा सुरु हुँदैछ है गाइस। To your drop off at Saba Live Poultry. नाच्छ हामी हाइवेमा छिर्यौँ है। अब हाइवेमा आगो स्पिड, अब चाहिँ स्पिड कुद्छ है। फेरि यहाँको कस्तो हुन्छ भनेपछि, यहाँको 50 कुदाउनु भनेको नेपालको 80 कुदाउनु हो। अनि यहाँको 80 कुदाउनु भनेको नेपालको 100 क्रस हुन्छ क्या। अब कुदाउनु लाग्यो। अब जोसीको ह्यान्डसम ब्रो, जोसीको केटो जोसियो है। अब केटो जोसियो है। क्या ठोकी फल्ला होला र फेरि भएको जिन्दगी पनि बर्बाद होला। हामी फाइनली पुगिसक्यौँ होइन। हामी के गर्न हो भन्ने कुरो म तपाईँलाई देखाउँछु होइन एकछिन है। अनि म ह्यान्डसम त देखाएको छु नि, यस्तो सोचिरहेको छु एउटा कुहिरेनी केटी पट्याउँ भन्ने सोचिरहेको छु होइन। तर के गर्ने, पट्टिँदैन। ह्यान्डसम पनि नभएर होला नि त होइन। तर ठिक छ, हामी प्रयासमा छौँ। अनि सबै कुरा ठिक छ। यो कपाल पनि के कुरा गर्दा त लामो कपाल थियो होइन गाइस। पहिला लामो कपाल थियो, अनि काम गर्दाखेरि हेलमेट लगाई चलाइ गर्नु पऱ्यो होइन। कपाल लुचै गर्थ्यो होइन। फेरि कस्तो लामो कपाल, फेरि दुखै गर्ने। अनि त्यसपछि दाइहरूले पनि अङ्कलहरूले पनि कपाल किन पालेको त्यो केटीको जस्तो लामो, मेरो त पहिला यतिसम्मको लामो थियो होइन। अनि त्यसपछि कपाल काटिदेऊ न त, किन पालेको भने काट्ने कुरो हो र मैले कपाल काटेको। फेरि आफैले है कपाल काटेको।
कसैले काट्यो होइन मेसिन ल्याएको मेसिन धस्काइदियो आफै के गर्ने यस्तै हो हामी गाइस हामी त मन परी गरिन्छ नि त हामी मन परी गर्छौँ हामी मन परी जे मनमा लाग्छ त्यही गर्छौँ होइन अनि हामी त यस्तै हो खरायो टोक्यो भने पहिला नेपालमा रहर लाग्थ्यो क्या खरायो पाल्न नेपालमा रहर लाग्थ्यो होइन मैले मम्मीलाई मम्मी खरायो ल्याउनु त भनेर खोर पनि बनाएको खोर बनाएको अनि त्यसपछि खरायो ल्याउनु त भन्ने कुरो भयो मम्मीहरूले खरायो नल्याउँ बाबु छ्या हुन्छ खोर बनाउँछन् धेरै घाँस खान्छन् के खान्छन् औँला टोक्यो भने त भएर ओइ टोक्छ त यो खोर पागल हुँदो रहेछ माछाले त मलाई लास्टै मनपर्छ खरायो लास्टै मनपर्छ पाल्नलाई हो फेरि खाँदैन भयो मैले एकचोटि मात्रै खान्छु फेरि एकचोटि मात्रै नो भिडियोस सरी माई फ्रेन्ड दिस इज माई फर्स्ट टाइम सो सरी भिडियो बनाउँदै थिएँ भिडियो बनाउनै दिएन नो भिडियोज माई फ्रेन्ड नो भिडियो प्लिज क्यामेरा अफ पो भन्छ त नेपालमा 2-4 बक्सिङ हानिदिन्थ्यो अब यहाँ हान्ने कुरो भएन होइन 2-4 बक्सिङ हानिदियो भने फेरि थुनामा उल्टिन्छन् क्या नेपालमा त हानिदिन्थ्यो साँच्चै हानिदिन्थ्यो धगिरीको चिनेकै मान्छे भन्न पनि नमिल्ला डन त अलिअलि म पनि हो नि भन्न त पाइएन नि त हाँसो मजाक त गर्न पाइयो त होइन हाँसो मजाक मात्र हो गाइस तर फाइट म गर्दिनँ नि त यसो हाँसो मजाक मात्रै गरेको होइन कहाँ जाउँ त यो गाई र यो भाले बाइकहरू के देखाउँ त घुम्न पनि गइन्न कहिले कामै काम एनी टाइम काममा बिजी कहीँ घुम्न जाने भए तपाईँलाई भिडियो बनाइदिन्थेँ देखाइदिन्थेँ कामले मात्रै फुर्सद नपाएर बर्बाद छ जिन्दगी अब प्लानिङ गर्दैछु युट्युबमा पनि टाइम दिउँ अलिअलि भिडियो युट्युबमा पनि पोस्ट गरिराखौँ अनि त्यसपछि आफ्नो युट्युब च्यानल अगाडि बढाउँदै जाउँ भन्ने सोचिरहेको छु तर के गर्ने समय हुँदैन कामै काम होइन के गर्ने छोरा मान्छेको जिन्दगी यस्तै हो तर फुर्सद निकाल्छु म टाइम निकाल्छु अबदेखि होइन तर अहिले त मसँग खासै टाइम त छैन तर म केही समयपछि गोब्रो किन्ने सोचिरहेको छु गोब्रो किनेर हेलमेटमा जोड्ने सोचिरहेको छु त्यही भएर चाहिँ म अब मोटो ब्लग गर्न सक्छु है मेरो लाइसेन्स आएन क्या अब म लाइसेन्सको पनि तयारी गर्दैछु मेरो लाइसेन्स आयो भने म सायद एउटा बाइक किन्छु होला मसँग अरू त सबै कुरा छ मेरो स्टेट आइडीहरू अनि मेरो वर्क पर्मिटहरू अरू डकुमेन्टहरू सबै छ तर लाइसेन्स आएन अब लाइसेन्सको बुक चाहिँ पढिरहेको छु होइन अब पहिला चाहिँ अनलाइन बुक भन्दा पनि अनलाइन इक्जाम दिन मिल्थ्यो अनि अनलाइन इक्जाम दिन मिल्थ्यो र त्यति बेला सजिलो थियो अरूले इक्जाम गरिदिन्थ्यो होइन अनि त्यसपछि 200 रुपियाँ तिर्यो अरूले इक्जाम गरिदिने पास हुने हामीले ट्रायल मात्रै दिने हुन्थ्यो अब त के गर्ने त अभागीको यस्तै हो जिन्दगी मलाई कहावतहरू भन्न त आउँदैन होइन तर अब चाहिँ आफै इक्जाम दिने आफै ट्रायल दिने भन्ने कुरो भयो होइन अनि त्यसपछि आफै इक्जाम दिने अनि इङ्ग्लिस पनि त्यति धेरै पनि आउँदैन थोरै आउँछ अनि इङ्ग्लिसमा पढ्नु पऱ्यो इङ्ग्लिसमा पढ्नु त राख्छु म अनि इङ्ग्लिसमा पढ्दैछु अब जब म इक्जाम दिन सक्छु भन्ने खालको हुन्छ नि अब चाहिँ म इक्जाम दिन चाहन्छु अनि इक्जाम दिएर इक्जाम पास भइहाल्यो भने ट्रायल दिन्छु अनि ट्रायल दिइसकेपछि म चाहिँ लाइसेन्स आयो भने एउटा चाहिँ बाइक ड्युक बाइकलाई कति $5,000 पर्छ होला सायद $5,000 कि $7,000 पर्छ ड्युकलाई अनि त्यसपछि स्कुटीहरू पनि पाइन्छ अनि आफूले गर्ने भनेको डेलिभरी हो अनि डेलिभरी गर्नको लागि कि स्कुटी कि बाइक किन्ने भन्ने विचार हो अनि जे राम्रो हुन्छ त्यति बेला अनि म किन्छु होला अनि किनिसकेपछि चाहिँ म गोब्रो किन्छु होला अनि गोब्रो किन्यो भने चाहिँ म मोटो ब्लग केटी पछि बचालेर भिडियो खतरा कुहिरेनी खिलाउने हो गाइस कुहिरेनीसँग राइड हान्ने हो के कसो हो राइट अमेरिका आएर चाहिँ गर्नुपर्छ होइन कुहिरेनी पछाडि बसाल्छु कुन दिन देखाउँछु भिडियोमा फेरि मेरो हावा कुरा पनि हुनसक्छ नि सबै कुरामा पनि विश्वास नगरौँ है म त हावा मान्छे हो आइएम जोकिङ ब्रो
अब के गर्ने भित्र गएर खसी माछा गाई बाख्रा देखाउने हुन्थ्यो र त्यही लिन आएको थियौँ भित्रको उसले ब्रो नट अलाउड भन्छ अब के गर्ने भिडियो गर्नै पाइँदैन के यहाँ त मिल्दैन गएर हानिदिउँ है त है गएर हानिदिउँ म्याच चाहिँ हान्दिनँ न गएर अलि लजाउनुहुन्छ क्या अलि लजाउनुहुन्छ क्या कस्तो छ कि अरू युट्युबमा होइन अरू युट्युब भिडियो बनाउने केटाहरूको होइन केटाहरू पनि त्यस्तै हाँसो मजाक गर्ने खालको त्यसै बोल्ने खालको हुन्छ है मसँग मेरो जति फ्यामिलीहरू छन् मेरो जति मेरो चिनेको मान्छेहरू छन् सबै लजाउँछन् केही ट्यालेन्ट भन्ने केही छैन आफूसँग त छँदै छैन होइन अनि तिनी केटाहरूसँग पनि ट्यालेन्ट भन्ने कति छैन क्या अनि कि तिनीहरूसँग ट्यालेन्ट भएको भए तिनीहरूलाई देखाएर अलिकति भाइरल भइन्थ्यो कि भन्ने लाग्थ्यो होइन अनि सबै आफैले गर्नुपर्ने केटाहरू लजाउँछन् अङ्कलले जुत्ता देखाउ भन्नुहुन्छ अरे त्यस्तै त होइन अब ट्यालेन्ट भन्ने छैन बिस्तारै हुन्छ आत्तिनु हुँदैन होइन बिस्तारै सबै कुरो राम्रै हुन्छ यो तरिका हो नि त गाइस हिँडेको गाडीमा हामीले नेपाली गीत दिनुपर्छ कि यस्तो गरेपछि 2-3 रुपियाँ दिनुपर्छ क्या चल बोलिन्छ त्यस्तो नि त मेरो फेभरेट गीत हो यो पनि Thank you so much, my friend. Thank you so much. हामीसँग 8 छ आउने मान्नु पर्यो गाडीभित्र नाच्छु गाडीभित्र नाचिदिने